अस्ति जेनजी आन्दोलनका बेलामा कारागारहरूबाट थुप्रै बन्दी कैदीहरू फरार भए, भागे, विश्वमा जार। तर तपाईँ चाहिँ भाग्नु भएन, निस्कनु भएन, कारण के थियो? होइन, हाम्रो ख ब्लकमा चाहिँ एउटा चाहिँ हाम्रो ख ब्लकमा चाहिँ हामी आफै नै भाग्नु हुँदैन र त्यहाँ हाम्रो नायके र भाइ नायकेहरू हुन्छ। जहाँ शोषण हुन्छ त्यो जेलमा तोडफोड हुन्छ, जेल जलाउँछ फेरि। जहाँ शोषण हुँदैन त्यहाँ केही गर्नु पर्दैन, तपाईँ बस्नु चाहिँ पर्यो। अब हामी चाहिँ भाग्दैन हुँदैन, जस्तो चौकीदार म भाग्नु हुँदैन, कहिले पनि भाग्यो भने चाहिँ उनीहरूले त्यहाँ पनि जलाउँछ। त्यो एउटा फ्यासन जस्तो भयो, नखु जलायो भने कुनै कहाँ जलायो भने त्यहाँ पनि जलाइदिन्छ कि। हामी चुप लगाएर बस्ने। अनि त्यहाँबाट चाहिँ तर जेएनजीको आन्दोलनमा चाहिँ अलिकति प्रब्लम चाहिँ के भइदियो भने जेलको कैदीहरूबाट चाहिँ त्यस्तो भएको होइन, बाहिरबाट आएर गरेर समस्या भएको। जस्तो सेन्ट्रल जेल र भद्रकालमा सेम त्यही प्रब्लम हो। नखु कारागार त्यहाँ तोडफोड भयो, त्यहाँबाट निस्केको मान्छे आएर सेन्ट्रल जेल खाली गराइदियो, पुलिसले छोडिदियो। हाम्रोमा चाहिँ दुर्गा राई समथिङ त्यो बेला इन्चार्ज थियो इन्सपेक्टर। त्यो इन्सपेक्टरले झन् 300-400 राउन्ड त फायर गरेको बाहिरकोलाई, भित्र त गर्नु पर्दैन, भित्र त हामी छु नि। दुई किसिमको सेक्युरिटी हुन्छ जेलमा, एउटा हामीले हेर्ने हो आन्तरिक प्रशासन भन्छ त्यसलाई, जो चौकीदारको अन्डरमा हेर्छ। एउटा हुन्छ पुलिस हुन्छ जसले चाहिँ बाहिरकोलाई हेर्ने हो। पुलिसले 300 राउन्ड जति हान्यो गोली, तर त्यो बेला सबै जेल खाली भइसकेको थियो, हाम्रो जेल चाहिँ खाली भएन। अनि भोलिपल्ट चाहिँ आर्मी आइहाल्यो, हाम्रो जेल त नर्मलै हो, मजाले बस्यो। तर तपाईँहरूले चाहेको भए चाहिँ त्यति बेला भाग्न सक्नुहुन्थ्यो होइन? भाग्नै नभने त्यसै छोडिदिन्छ। त्यो पुलिसै छैन कुनै जेलमा पनि। अनि सेन्टर र भद्रकालमा जुन भाग्यो भन्छ त्यो भागेको होइन, पुलिसहरूले तपाईँहरू घर जानुहोस् भनेर पठाएको हो। नक्कुको इन्सिडेन्ट भइसक्यो, सबै नेपालभरिको जेल तर्सिदियो कि। जुन नक्कुमा आगजनी भयो, नक्कुमा बाहिरको मान्छे छिर्दिएपछि यति डरायो कि यिनीहरू, पुलिसले आफ्नो सेक्रेट बन्दुक सन्दुक सबै ट्याङ्कीमा, हाम्रोमा त ट्याङ्कीमा बन्दुक राखिरहेको थियो। तर हाम्रो भित्र त हामीले आउनु पनि दिँदैन, भित्रबाट ताला मारेको हुन्छ, बाहिरबाट पुलिसले मार्छ, भित्रबाट हामीले मार्छौँ फेरि। दुई किसिमको हुन्छ। रातभरि हाम्रो झन् गिटारमा झन् हामीले त रमाइलो भयो, बाहिर त एकदमै नराम्रो नि। अनि इन्सपेक्टरले फेस गरिदियो बाहिर, तपाईँ बाहिर चेक गर्नुहोस्, हामी भित्र सधैँ छौँ, किन टेन्सन हुन्छ भनेपछि उसले बाहिर राम्रो लड्यो। बाहिर राम्रो लड्ने बित्तिकै त भित्र त्यस्तो गर्दै गर्दा, किनभने जति भित्र चाहिँ भ्रष्टाचार भएको हुन्छ, करप्सन भएको हुन्छ, भित्र पनि त मान्छेलाई दुःख दिएको भएर जेल तोड्ने हो नि त कैदीले। हाम्रो जेल त्यस्तो होइन, हाम्रो जेलमा चाहिँ सबैले हाम्रो ठाउँमा भनेर चाहिँ मजाले आफै नै सेक्युरिटी दिन्छ कि, चाहे बुढो मान्छे पनि त्यसरी बस्थ्यो।